हेलो गाइस माई टुनी भ्लग र तपाईँले हेर्नुभएको छ आदित्य भ्लग र आज मेरो भ्लगमा सबैलाई स्वागत छ। आजको भ्लग धेरै मजेदार हुनेछ। आजको भ्लग ओहो सोल्टी चाहिँ त दुईटै आयो त किन बाघ आफू कता कता जाने काम हुन्छ के अरे छैन साइकल त्यो बिग्रिहाल्यो अहिले भर्खर हिँड्नु म अहिले भर्खरमा सुक्रनगर जाने अब होइन म जाने नगई नहुने काम पऱ्यो तिम्रो न त किन नदिने अरू तिम्रो कहाँ जाने हो बाले पनि आज चलाउने म अब हिँड्ने हो ए भगवान मेघौली जानलाई साइकल दिएर केमा हिँड्ने म अहिले यसैलाई लिएर जाने हो काम छ के काम छ घरमा केही छैन नि त कसको हो यो दुरीजा मेरै हजुर मार्छ नि मेरो घर खाली फेरि ल्याउँदै बाको छोड्देऊ बाको अहिले घाममा किन जाने अरू मेघौली स्केटिङ खेल्न अनि गएर खेल्न दिने होइन दिन हुन्छ हामी भर्खर हिँड्ने अब म मजा सजा क्याप्स्याप आज नगई भएन के दिप के अरे दिपसनको थियो है त ए होइन लान्थ्यौ नलाने होइन कस्ता फटाहरू खान दाइ खाना खानुभयो ल आइजहरू मैले त भात सात खाइसकेँ तपाईँहरूले पनि खाइसक्नु होला। अहिले चाहिँ आमा र म जाने हौँ यता कता हो सामान लिनु जानुपर्छ। साइकल नदिन लाऊ कहाँ बाजाले यही झापड हान्छु त्यति भनेपछि त गइहाल्यो म त बोल्न नै म जान्न के कस्ता अगाडि बहिनी खुर्पाले त खुर्पाले त म त अहिले मल पाउने भयो के अरे जा त खुर्पाले म त दिन्छ के मैले लोक तोडिदिएँ क्या मैले यी लोक हेर्नु अब यी लोक तोडिदिएँ मैले म दिन्छु नदिए भएन खुर्पाले त भनेको एकैछिन ए ल खुर्पा पायो है होला गाइजहरू अहिले चाहिँ हामी जानुपर्छ यिनलाई पनि यो सिवान चाहिँ खाना अगाडि यहाँ तान त पर्खिएन ल किन काट्न लाउनु भएको हो र चल्लालाई छोड्नु ओहो दिमाग त छ बालो त के हो बनाउनु छैन गाइसहरू मैले चाहिँ ओ कहाँ चढेको तिमीहरू चल्ला ल गाइजहरू हामीले चल्ला किनेको कस्तो राम्रो सबैजना त्यहीँ नछोड्नु त्यस्तरी अहिले अहिले दिन्छु कि धेरै जिद्दिन गर त एकैछिन त्यति बज्दा नि हुन्छ कि अहिले दिइहाल्छु ल रोयो भने पाइँदैन रोएन भने पाइँदैन रोएन भने पाउँछ है त रुनी कि नरुनी रुनी कि नरुनी त नि नरुनी है एकैछिनको लागि मोबाइल एकैछिनको लागि ब्रेक लिउँ है प्लिज
झन् लोक तोडिदियो अहिले लक लाउन बेरेन मैले छड त छड त के डरेको मुखमा बिगाएर नि तिमी यस्तो राम्रो भाइ बरु गुजकारी छ है तिमी त अहिले अहिले दिन्छु कि मैले कस्तो बुझेकारी मैले हेऱ्यो भने त तिमीले पनि त्यही हेर्थ्यौ फेरि त्यहाँ भाइलाई मात्रै दुःख हुन्छ नि दिन्न म अहिले दिँदै दिन्न अहिले त पाउँदैन एकैछिन पछि यो सबै मैले त यस्तो यस्तोहरू गाईहरू अहिले चाहिँ म जान्छु सामान लिन अब विक्रम बाबा पनि जाने भनेको हो सब सामान लिएर आइसक्यो अब के हुन्छ एकछिन पछिबाट जाने हो सामान लिन अब खै कस्तो हुन्छ के भयो एकचोटि हाई गरिदियो त ल शिवानी बिका पनि आउनु भएछ तिमी अस्ति नि के गदराज भनेको होइन शिवानी गदराज मम्मीले भनेको होइन त ल अस्ति नि भने शिवानी गदराज अहिले चाहिँ शिवानी बिका रे थर चेन्ज गर्नु मेरो भाइ बहिनीहरू ल हाई गरिदिनु सबैले ल पोज हान्दिनु त एउटा मिठो त कहाँ त नि मुख लगाएको अलि पोज हान्न पोज छोडिदेऊ न भाइलाई गाईहरू अहिले चाहिँ अहिले एकैछिन पछि फेरि मोबाइल पनि दिन्छु एकैछिन हेर्नको लागि जम्मा एकैछिन अब मेरो रुल चल्छ यो घरमा सिर्फ मेरो कसको रे मलाई फेरि यस्तो यस्तो गऱ्यो भने त फेरि थाहा होला नि ल यस्तै गर्दा सहिलो रहेछ कि तिमीलाई भन्ने तिमीलाई नभनिकन बरु यस्तरी गर्दा यस्तरी सुहाट्टै यस्तरी गरेर हेलो गाइस एभ्रीवान माई टु न्यू भ्लग र मेरो भ्लगमा सबैलाई स्वागत छ आजको भ्लग एकदमै इन्ट्रेस्टिङ हुनेछ र म अलि अड्किन्छु कि बोल्न पनि त्यही भएर हो अड्किने पार्ने राम्रो होइन इधर तो देख मैले आज अस्ति कहिले हो सुरुचोटि भ्लग हाल्ने बेला एउटा दुईटा हालेको एउटा फ्री फायरको तपाईको अस्ति नि स्पिकरहरु के खेल्न जानु भएको थियो अरूको सोल्टी पनि आउनु भयो सोल्टी यता यता हाई गरिदेऊ यता हाई गरिदेऊ चिनेको ल खुजुरी पनि आए नि त ल खुजुरी पनि लगाइजहरू चाहिँ बाहिरको तर्फ लाग्नु पर्यो तोरी पिनाउन लिएर जाने हो र
यस्ता फटाहरूले कहिले पनि साइकल दिनु हुँदैन। नचल्न बाउ बाउ के भनिस् रे बा भित्र जानलाई थिएँ तपाईँको मोबाइल बजारमै जाएँ भएन फेरि म बाला पनि दिन्न म बाला पनि दिन्न मोबाइल हेरेको बाँकी आवाज पनि खालि अब गाला साला के दुख्यो बल्ल मोबाइल दिइरहेको छु मैले किन हो र तिमी यति दिइरहेको छु मोबाइल त दिइराख्नु भयो के अरे नि नदिएको हो र तिमीलाई मेरो त आफ्नै मोबाइल कसले पो समाते खाएर छोडिदिनु बाहिरको बाटो नि बन्ला जिस्काउनु त है सिकाउने अनि तिमी नजिस्क्या नि त त्यो मैले जिस्काए ल आफै जिस्किन्छ जिस्किन मन लाउँदो रहेछ क्या फेरि जिस्किन्छ नि ल है फेरि जिस्किन्छ हाय 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 किन अँधेर भिडियो आयो भनेको त लाइटको चर्किलो नभएरै चाहिँ बल्ल बल्ल अँधेर अब बहिनीले चाहिँ हात अड्काउँछ मैले होइन उनले मैले त रोकिदिउ झन् तिम्रो सबै यहाँ आएर नि त्यसले जे गर्न लाग्यो उनले घुमायो नि त झन् मैले रोकिदिउ झन् रोकिएको छ भने जाँदा तपाईँ उता ला 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 काट 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 ओ ओ ओ ओ मात्रै छो केही गर्दैन नि यिनलाई त लाजा गीता सियान जुमै एउटाले बाइक चला गर्नु पर्ने उता छलाउँदा यहाँ ल्या यो कता जाने यो सोल्टी नारायण घाट कतातिर पर्छ नारायण घाट जङ्गल कता पर्छ रापती पारी कता पर्छ खोला कता पर्छ गुई कता पर्छ खोला कता पर्छ जङ्गल कता पर्छ सोल्टी राप्ती कता पर्छ सोल्टी जङ्गल कता पर्छ सोल्टी रुख कता पर्छ सोल्टी यहाँ कता पर्छ सोल्टी घर कता पर्छ सोल्टी कता उता ए नारायण घाट कता पर्छ सोल्टी ए सोल्टी बाइक खुदाउनु होला मकैबारतिर पुग्ला के भयो भनेको कि सोल्टी अहिले यस्तो तुफान खुदाउनुहुन्छ कि मकैबारतिर गएर गुल्टिनुहुन्छ एउटाले यता मिस्त्री बनाउँदै हुनुहुन्छ एउटा रोएर थाक्नु भयो एउटाले साइकल बनाउँदै हुनुहुन्छ एउटाले भाडामा गर्दै एउटाले मैले ब्लग बनाउँछु बाइक फुत्कियो ल राम्रै त भन्छ नि रोकम तपाईँकै साइकल हो कि बनाउनु लिएर आउनु भएको यता
हाम्रो घरमा फेरि बा पनि मिस्त्री माम पनि मिस्त्री मिस्त्रीको जरुरतै छैन केही भयो भने घरमा नयाँ चिज लिएर आउने र आफै बनाएर आफै ठिक पार्ने हो ए साइकल कताबाट लिएर आउनु भयो आफै बनाएर आफै ठिक पार्नु भयो यो कम्पनीको भिड हो के कम्पनीको के रे कम्पनीको भिड ए बिल भनेको के हो नि बाबु भिड भनेको मान्छे 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 भनेको के हो नि बाबु मान्छे मान्छे अँ मान्छे मान्छे भनेको जङ्गल जङ्गल भनेको के हो नि बाबु यिनले यो चलाई हेन झुक्केर त्यो बहिनीको उसमा पर्यो भने हात पर्यो भने यिनले कुटाइ खान्छन् है छोरा छोरा यहाँ नआउने त यहाँ कमल चाहिँ यहाँ आहा सोल्टीहरू ऊ बा आउनु भएको हेरेन मलाई के थाहा हुन्छ जे पनि उषा छामाको साइकल हो त्यसै असिम दाइको साइकल को यहाँ साइकल पनि परेछ है तिमीले त्यस्तरी मुख नबनाऊ त झन् मैले दिन्छु भनिराख्यौ त एकैछिनको लागि खप्न पनि नसक्ने पाए भएन तिमीले जसरी पनि मैले बाले दिँदैन ल यी म तिमी रहन्छ मैले बाले दिँदैन झन् 20 रुपियाँ लिएर आएको दुई बतिर केही भाइ बहिनीसँग केही खाम्ला भनेर झन् ए मासाला कता परो ए मैले आमासित होइन नि त मैले रिता मम्मीसँग रन्डीको छोरो होइन त्यो होइन झुकेर निस्के कि भइमाको झुकेर निस्के कि होइन है मैले म त्यस्तो भन्दिनँ है मोबाइल भइमा खसेर रहेछ झुकेर मेरो मुखबाट जे पनि निस्किन्छ कि मुख अलिक कन्ट्रोल गर्ने सक्नु पऱ्यो कि आमा ओ भनेको के भनेको मेरो तेरा बाबु रे आई एम भ्लगर के बा आई एम भ्लगर भ्लगर हो यहाँपट्टि यहाँ के हो तपाईको मैला हात जुत्छु भाइ यहाँपट्टि के यो कलर हो कि होलीमा उस गरेको कलर हो कति कलर लाग्यो ए मैले लाउने भनेको त
दुईटा चेप्यो 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 भाइ चेप्यो मलाई देखि किन हाँस्नु किन मलाई देखि किन हाँस्यो कि बा गएपछि हेर्लियो कि ढुक्क पर अहिले बा कता जान लाउनु हो भने तिमीसँग खोसेर उस गर्नुहुन्छ म झिस अन्त त खै कतिको हटाउँछ खै हटाएको झ्यापै उत्रे भएन केही भएन के मेरो नाम चाहिँ आउनु परेन है ए तिमीले गरेको हो त कसले गरेको नि हो र थुपुक्कै भने खोल्टिएर राख्छ त जति ती जाने एउटा ब्लग हाल्छु फेरि थुपुको खोलिदिँदै हुन्छ कसले हो नि गाडी गोजीमा हात हालेको गोजीमा हात हाल्ने बानी कति होइन त नि तिमीले होइन त नि मैले हो भने होइन के तिमीलाई होइन भनेको आफै फस्यो यार भिडोडा पछाडिको त्यसो बताएर यस्तो गरी खेल्ने कुरा हो नि यो खेल्ने आदि त दाइ मथि कागजको छ यस्तो हो के को पात यो सालको पात हो यस्तो सालको पात हुँदै हुँदैन यो सालको पात हो र होइन रे त यसले त होइन यस्तो मलाई थाहा कति सुखा हुन्छ सालको पात यो हदै होइन कृष्ण मामाको बिहामा त्यो एउटा पातको टपरी बनाएको थियो है सुखा त्यस्तै हुन्छ यो त अर्कै खै त यो हदै होइन सालको पात मलाई थाहा न वास्तै अनि जले यसलाई सालको पातको टपरीमा यस्तो मोबाइलकै आदि त दाइको फेरि भन्दा फेरि यस्तो मोबाइल ढाकेर फेरि भन्छ ल अहिले हेर ल मैले भाइ ल मैले ल ल है ल वान अहिले साइको चालु हो क्यामेरा ल 1 2 3 को तैँले केही नगर ल तैँले भने मैले भन्छु यसरी भन्छु मैले हेलो गाइज एभ्रीवन टु माई न्यू ब्लग मेरो नाम हो शुभम भनेर भन है हुन्छ ल यसले कसरी भन्दै रहेछ हेर है ल भन है ल 1 2 3 को ल ल तिमीले भन त ल हेलो गाइज एभ्रीवन टु माई न्यू ब्लग र मेरो नाम हो शिवम बिका भनेर भन है त ल शिवानी बिका ल भन है त ल 1 2 3 जाऊ एउटा ब्लगको फर्स्टको उसी गर्न आउँदैन यस्तो शैली त हेलो गाइस एभ्रीवन टु माई न्यू ब्लग र तपाईँले हेर्नुभएको आज त्यो ब्लग र आजको ब्लग एकदम हेलो गाइस तपाईँले हेर्नुभएको छ शिवानी ब्लग र हामी छ नानु हेलो एभ्रीवन भन्थ्यौ
हेलो एभ्रिवन भन्देऊ हेलो एभ्रिवान डुन 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 पनीर कपडा फेर्नु मलाई भाइ नरै आमा आउनु भयो जितपुरबाट आमा आमा भनेको त तपाईँलाई कसरी स्याहार नि नमस्ते बा जाँदाखेरि आगामी 1.5 घन्टा बसेर तपाईँ जाँदै सकेर सक्दै ओ टाउकोमा हान्दिस् क्या बहिनीको झापड अनि पगला ओए ओए के गरेको तैँले त्यो लट्ठी नचल भन्ने मोबाइल सोल पाउँदैन फेरि चल्यो भने मैले भनिदिइराख्नु एकचोटि मैले भाइको माथि हात छोड्यो भने मोबाइल पाउनै गाह्रो भयो तिमीलाई मोबाइल दिँदै झन्डाउँदा नि हेर्छिन् भनेर एकैछिन पर्खाएर दिन्छु भनेको त घर चल्यो नि यस्तै गरेर म त दिँदैन मोबाइल जेसुकै गर रोएर जेसुकै गर काटिरहनु
भिडियोलाई पनि अब एन्डिङ गर्ने आइसक्यो 30 मिनटको धेरै गर्दिनँ अब 30-40 मिनटको गर्छु फेरि त्यसो भए अब मलाई हात पनि दुख्यो मेरो सागा क्यामेरा त मेरो तर्फ नि मेरो तर्फ आयो नि ल मेरो भाइले मलाई कति माया मान्छ नि कति माया मान्छ भन्दा त यति कति ल त अन्त उठा त कतिको माया मान्छ ल ल गालमा मोही खाइदेऊ त फेरि लास्ट माया मान्छ दिदीको भन्दा पनि बढी लाग्छ मेरो म राम्रो छु कि राम्रो छैन नि म को अरे भनिदेऊ त के बनाउँछु रे भनिदेऊ त के बनाउने अँ टिकटक अरू यो मैले के बनाउन लागेको छु अहिले ब्लग होइन के अरे मैले बनाउन लागेको मेरो ब्लग के नामबाट अरे आदित्य सुनारबाट होइन आदित्य सुनार के गर्नुपर्छ अरे ब्लगमा हेर्दा के गर्नुपर्छ अरे लाइक एन्ड सब्सक्राइब कमेन्ट मलाई कस्तो लाग्यो यो भिडियो ल गाइजहरु मेरो पनि ब्लग कम्प्लिट हुँदैछ 30-32 एउटा गीत गाइदिउँ त सालको पातको क्या हाने गीत लाग्यो त नि त्यसै ल गाइजहरु भिडियोलाई पनि एन्डिङ र च्यानल सब्स्क्राइब गर्नु होला र आजको भिडियो अलि छोटो आउँछ होला खै थाहा छैन छोटो कि ठुलो आउँछ होला च्यानललाई राम्रो लाग्यो भने च्यानललाई सब्स्क्राइब खै कति भयो राम्रो लाग्यो भने च्यानललाई सब्स्क्राइब एन्ड किन टाको टक्ला रा फेरि हेर्न अहिले नस्क्या राम्रो लाग्यो भने च्यानल सब्स्क्राइब एन्ड लाइक पनि गर्नु होला कमेन्टमा कस्तो लाग्यो कस्तो बनाउँदो रहेछु भिडियो त्यो पनि भन्नु होला है त ल अहिलेको लागि एन्डिङ